यसमा चाहिँ हामी एजमा डिस्कस गर्दैछौँ होइन। अब एजमाको सिम्टम्सहरू के हुन्छ भन्दाखेरि चाहिँ माइल्ड टु मोडरेट र सिभियर होइन। माइल्ड टु मोडरेटमा अब विजिङ, डिस्पनिया, ट्याकिकार्डिया, कफिङ, एन्जाइटी हुन्छ होइन। सिभियर केसेसमा चाहिँ इन्टेन्स डिस्पनिया, फ्लेयरिङ अफ द नोस्ट्रिल, युज अफ एक्सेसरी मसल अफ रेस्पिरेसन, त्यसपछि साइनोसिस अफ द म्युकस मेम्ब्रेन, नेल बेड, अनि मिनिमम ब्रिथ साउन्ड अन अस्कल्टेसन, फ्लसिङ अफ फेस, एक्सट्रिम एन्जाइटी, मेन्टल कन्फ्युजन, पर्सपिरेसन, पसिना आउने, मेन्टल कन्फ्युजन हुने, फ्लेस पुरै रातो हुने, त्यसपछि सास फेर्न गाह्रो भएर एक्सेसरी मसल्सहरू युज गर्ने, फ्लेयरिङ अफ द नोस्ट्रिल हुने, एन्ड साइनोसिस हुने हुन्छ। यस्तो भयो भने चाहिँ पेसेन्टको सबै डेन्टल ट्रिटमेन्ट टर्मिनेट गरेर पेसेन्टलाई चाहिँ फुल्ली सिटिङ पोस्चरमा राखेर एडमिनिस्टर्ड ब्रोङ्कोडाइलेटर बाई स्प्रे होइन। जस्तो यो स्प्रे युज गर्ने रहेछ होइन। जस्तो मेटाप्रोटेरेनोल, आइसोप्रोटेरेनोल, एपिनेफ्रिन धेरै, अनि अक्सिजन एडमिनिस्टर गरेर भाइटल्स हेर्ने होइन। भाइटल हेरेपछि साइन्स एन्ड सिम्टम्स रिलिभ भयो भने चाहिँ मोनिटर रिकभरी, डिस्कन्टिन्यू आइभी लाइन्स, अनि त्यसपछि फर्दर नो डेन्टल ट्रिटमेन्ट अन्टिल द पेसेन्ट फिजिसियन अप्रुभ्स होइन। साइन्स एन्ड सिम्टम्स यदि कन्टिन्यू भयो भने एपिनेफ्रिन दिने 0.3 ml अफ 1:1000 इन्ट्रामस्क्युलरली अर सबक्युटेनियसली एपिनेफ्रिन दिने। अनि त्यसपछि आइभी लाइन एन्ड ड्रिप अफ क्रिस्टालोइड सल्युसनको आइभी दिने अरे। क्रिस्टालोइड सल्युसन जस्तै एमआईमा पनि दिएको थियो होइन। क्रिस्टालोइड सल्युसन आइभी दिने, मनी भाइटल्स हेर्ने। अनि अझै पनि साइन्स एन्ड सिम्टम्स रिलिभ भएन भने चाहिँ मेडिकल असिस्टेन्सलाई कल गरेर थियोफाइलिन, कर्टिसन आइभी दिन सकिन्छ। अनि ट्रान्सपोर्ट गर्न इमर्जेन्सीमा ट्रान्सपोर्ट गर्नलाई रेडी भएर राख्ने। सो बेसिकली सबै डेन्टल प्रोसिजर स्टप गरेर पेसेन्टलाई पोस्चर मिलाएर होइन, ब्रोङ्कोडाइलेटर स्प्रे गर्ने, अनि अक्सिजन दिने, अनि त्यसपछि भाइटल्स हेर्ने। भाइटल्स हेरेर सबै राम्रो भइरहेको छ भने चाहिँ अब पेसेन्टको अरू डेन्टल ट्रिटमेन्ट गरेर होइन, अब फिजिसियनको अपोइन्टमेन्ट लिइदिने। अर्को चाहिँ साइन्स एन्ड सिम्टम्सहरू चाहिँ कन्टिन्यू भइरह्यो भने चाहिँ एपिनेफ्रिन दिने। अर्को चाहिँ आइभी क्रिस्टालोइड सल्युसन दिन सकिन्छ, भाइटल साइन्सहरू हेर्ने। अनि अझै पनि रिलिभ भएन भने मेडिकल असिस्टेन्टलाई बोलाएर थियोफाइलिन र कर्टिसन दिने। त्यही नै हो यसको। अर्को हाइपर भेन्टिलेसन सिन्ड्रोम छ होइन। सो हाइपर भेन्टिलेसन सिन्ड्रोम भनेको के हो भन्दाखेरि चाहिँ बेसिकली कहाँनिर थियो है, यहाँ छ। सो हाइपर भेन्टिलेसन भनेको रेस्पिरेटरी डिफिकल्टी इन द डेन्टल अफिस ड्यु टु एन्जाइटीले गर्दाखेरि होइन। यो चाहिँ टिन्सहरूमा धेरै हुन्छ। एन्जाइटी कन्ट्रोल गर्यो भने यो पनि कन्ट्रोल हुन्छ। अनि यसमा के हुन्छ, एन्जाइटी रिडक्सन प्रोटोकल युज गर्नुपर्छ। अनि पेसेन्टले चाहिँ सास फेर्न एकदमै गाह्रो भयो भन्छ, ट्र्याकिप्निया हुन्छ, एजिटेसन हुन्छ होइन। अनि कार्बन डाइअक्साइड छिटो एलिमिनेट हुन्छ, जसले गर्दाखेरि एल्कानोटिक हुन्छ पेसेन्ट। अनि त्यसपछि लाइट हेडेडनेस हुन्छ, टिङ्लिङ सेन्सेसन हुन्छ। अनि त्यसपछि मसल ट्विच, अनि कन्भल्जन र लस अफ कन्सियसनेस पनि हुनसक्छ। सो यहाँ हेरौँ के हुन्छ भन्दाखेरि न्युरोलोजिकलमा डिजिनेस, सिन्कोप, टिङ्लिङ अर नम्नेस। यो किन भयो, कार्बन डाइअक्साइड एक्सेसिभली गयो अनि एल्कालोसिस भएर डिजिनेस, सिन्कोप, टिङ्लिङ सेन्सेसन भयो। रेस्पिरेटरीमा चेस्ट पेन, सर्टनेस अफ ब्रिथ, डिफिकल्टी इन ब्रिदिङ, इन्क्रिज रेट एन्ड डेप्थ अफ ब्रेथ, अनि जेरोस्टोमिया। अर्को पाल्पिटेसन, ट्र्याकिकार्डिया त हुने नै भयो। अनि मसल स्प्याजमहरू पनि हुन्छ, टिटानिक ट्रेमर। अर्को एक्सट्रिम एन्जाइटी हुन्छ पेसेन्टलाई। यस्तो हुँदाखेरि के गर्नुपर्छ भन्दाखेरि सबै डेन्टल ट्रिटमेन्ट टर्मिनेट गर्ने होइन। अनि त्यसपछि माउथमा भएको इन्स्ट्रुमेन्टहरू, फरेन बडिजहरू सबै रिमुभ गरिसकेपछि पेसेन्टलाई अपराइट पोजिसनमा राख्ने, पेसेन्टलाईसँग काम गराउने भर्बली एन्जाइटी रिडक्सन गर्नको लागि होइन। अर्को चाहिँ पेसेन्टलाई चाहिँ कार्बन डाइअक्साइड त उसको धेरै नै रिमुभ भएको थियो नि त, कार्बन डाइअक्साइड इनरिच्ड एयर दिनु पऱ्यो। त्यसको लागि चाहिँ स्मल ब्यागमा अथवा कप्ड ह्यान्डमा ब्रिथ गर्न लाउने होइन।
अब पेसेन्टको सिम्टम्स अझै भइराख्यो होइन, सन्चो भएन भने चाहिँ डाइजिपाम भनेको बेन्जोडाइजेपिन, यो चाहिँ एन्टी एन्जाइटी ड्रग हो होइन। डाइजिपाम 10 mg दिन सकिन्छ, अथवा मिराजोलाम 5 mg इन्ट्रामस्कुलरली दिन सकिन्छ होइन। अर्को भाइटल्सहरू मोनिटर गरेर अनि त्यसपछि एन्जाइटी रिडक्सन मेथड गरेर अनि त्यसपछि डेन्टल ट्रिटमेन्ट गर्न सकिन्छ।